यो ऋणको चाहिँ के हुन्छ भने यसलाई ऋणको आकार होइन कि ऋण र कुल ग्रास्त उत्पादनको सापेक्षतामा हेर्नुपर्ने हुन्छ। जस्तो 27 खर्ब ऋणको स्टक हुँदाखेरि नेपालको जीडीपी कति थियो? त्यति बेला सायद 60-62 थियो होला। अहिले हामी 30 खर्बै भए पनि जीडीपी पनि 72-74 भयो भने चाहिँ त्यो रेसियोलाई हेर्नुपर्ने हुन्छ। अन्तर्राष्ट्रिय मान्यता यो नै छ। त्यसैले ऋण पनि लिइराखेका छौँ, तिरिराखेका छौँ, तर त्यो लिएको ऋणले उत्पादनमुखी गतिविधिहरूमा प्रवाह गर्न सक्यो भने जीडीपी पनि बढिराखेका हुन्छ। त्यसैले डेट टु जीडीपी रेसियो हेर्ने हो हामीले। त्यसैले 27 बाट 30 भोलि 35 पुग्ला, तर जीडीपी पनि बढिराखेका हुन्छ। त्यसैले डेटलाई जीडीपीले डिभाइड गरेर जुन रेसियो आउँछ त्यसलाई हामीले आकलन गर्ने हो र त्यो एउटा वाञ्छित सीमाभित्र रहउन्जेलसम्म त्यो समस्या हुँदैन। हुन त हामी 25% सुरु गरे हो सन् 2016 मा। कोभिडको कारण र भूकम्पपछिको पुनर्निर्माणका कारण हामीले ऋण भत्तै लियौँ। धेरै अनावश्यक पूर्वाधारमा पनि खर्च गरेका छौँ। त्यसमा यथेष्ट आलोचना पनि भएको छ यसअघि। त्यसैले हामीले चाहिँ अहिले ऋण लियौँ भने प्रोडक्टिभ युजमा लगाउँछौँ कि लगाउँदैनौँ र त्यसले आर्थिक वृद्धिलाई बढाउँछ कि बढाउँदैन। आर्थिक वृद्धि भएपछि अर्थतन्त्रको आकार पनि बढ्छ र हामीले आफ्नै पैसा जुन नेपाली रुपियाँ हुन्छ त्यो कन्भर्टेबल करेन्सी अन्तर्राष्ट्रिय अरूले त मान्दिँदैनन्, तर जुन मुलुकको करेन्सीको अन्तर्राष्ट्रिय विश्वसनीयता पनि उच्च छ, जस्तो अमेरिकी डलर होला, जापानको येन होला, उनीहरूले चाहिँ धेरै ऋण लिन सक्ने अवस्था पनि रहन्छ। यद्यपि हामी त्यो पोजिसनमा नभएको हुनाले हामी असाध्यै अनुशासित रूपमा जानुपर्ने हुन्छ। यति भन्दै पनि एलडीसीजहरू वा लो इन्कम कन्ट्रिजहरूको अनुपातमा चाहिँ हामी औसत 50% जति हुने गरेको छ, हामी 42-43 छौँ र यसपटकको बजेटमा हामीले त्यसलाई सकेसम्म नबढाउने, बढ्यो भने पनि नगण्य हिसाबले मात्र त्यो अनुपात बढ्ने आकलन गरेका छौँ। किनभने हामीले पुराना ऋणहरू पनि तिर्दै जान्छौँ, सामा ब्याज पनि तिर्दै जान्छौँ र यसपालि थप्ने ऋणलाई चाहिँ अर्थतन्त्रको वृद्धिसँग गाँसेर हेर्दा त्यो अनुपात लगभग हाराहारीमा रहने, नभए उस्तै पर्यो भने चाहिँ घट्ने पनि, त्यस्तो आकलन पनि गरेका छौँ। त्यसैले यसलाई हजुरहरूले सचेत गराउन एकदमै अपेक्षित छ। मान्य सांसदज्यूहरूको भूमिका नै यही हो, सरकारलाई सचेत गराउने, उत्तरदायी बनाउने, ऋण धेरै नलिऊ, अनुत्पादक क्षेत्रमा खर्च नगर भन्न चाहिँ एकदमै मनासिब छ। तर ऋणै नलिऊ भन्नुभयो भने चाहिँ फेरि ठप्पै हुन्छ सबै कुराहरू। देशमा हामीले 1330 अर्बको अनिवार्य दायित्व थियो गत साल, राजस्व उठाएको थियो जम्मा 1180 अर्ब। आँखा चिम्म गरेर यो राज्य सुत्ने हो भने पनि हामी घाटामा छौँ, ऋणै लिनुपर्छ सुत्नको लागि पनि, त्यस्तो छ अवस्था। तर विकास निर्माणका हाम्रा यति धेरै महत्त्वाकांक्षाहरू छन्, त्यो सबै गर्नको लागि आन्तरिक ऋण र वैदेशिक ऋण नै लिनै पर्ने बाध्यात्मक अवस्थामा छौँ। तर त्यसलाई सदुपयोग गर्यौँ भने यो आफैमा ठुलो कुरो होइन, यद्यपि सचेत चाहिँ भइराख्नुपर्छ। मैले त्यतातिर बिन्ती गरेँ।